ल आज मसँग बनाम है त तातो तातो थुक्पा। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। अब त जाडो महिना पनि आयो, चिसो चिसो मौसममा तातो थुक्पा सायद सबैको फेभरेट होला। मलाई पनि एकदमै मनपर्छ। अनि फेरि मेरो थुक्पा बनाउने तरिका चाहिँ एकदमै सिम्पल र सटल छ। मलाई चाहिँ थुक्पामा धेरै तडक भडक गरेको मनै पर्दैन। अरू बेला चाहिँ म चना मटर अनि आलुको रस बनाउँथेँ। यसपालि चाहिँ मटर भिजाएको थिएन, त्यही भएर चना र आलु मात्र बोइल गर्न बसाएँ। त्यतिन्जेलमा यता नुडल्स पनि बोइल गर्न बसाएँ। मैले चाहिँ थोरै तेल र बेसार एड गरेको थिएँ नटालियोस् भनेर। मैले थुक्पामा हाल्ने भेजिटेबल्स भनेको चाहिँ प्याज, खोर्सानी र टमाटर मात्र हो, अरू केही पनि हाल्दिनँ। थुक्पा बोइल भएपछि मैले त्यसलाई चिसो पानीमा मजाले पखालेँ गन्ध जाओस् भनेर। अनि फेरि थुक्पामा न्युट्रेला त म्यान्डेटरी नै हो क्या। भेज थुक्पामा न्युट्रेला हालेको छैन भने मलाई थुक्पै खान मन लाग्दैन, मिठै लाग्दैन। न्युट्रेलालाई मजाले फ्राई गरिसकेपछि मैले त्यही तेलमा प्याज र खोर्सानीलाई फ्राई गरेँ। अनि केही बेरपछि अदुवा लसुनको पेस्ट एड गरेको थिएँ। अनि एड गरेँ मैले टमाटरमाथि नै मैले चाहिँ नुन हालेको छु। टमाटर मजाले गलोस् भनेर एकछिन छोपी पनि दिएँ। अनि मैले चना हालेर एकछिन फ्राई गरेँ। अनि अरू सबै मर मसलाहरू हालेँ। के हालेको छु त्यो त देखि नै हाल्नुभयो। गरम मसला र मिट मसला पनि हाल्यो भने चाहिँ एकदमै मिठो हुन्छ। त्यसपछि मैले हालेको छु अघि बोइल गरेको आलु अनि टन्न पानी। मलाई चाहिँ थुक्पाको रस अलिक पातलो मनपर्छ, त्यही भएर अलिक धेरै नै पानी हालेँ। लास्टमा फ्रेस धनिया। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।